के-पपका संसारभर रहेका करोडौँ करोड फ्यानहरूको लागि खुसीको कुरा छ किनकि बिटिएसले 2026 मा धमाकेदार कमब्याक गर्दैछ। करिब 4 वर्षको अन्तरालपछि 4 वर्ष विभिन्न तवरले सैन्य तालिममा रहेर र एकल काम गरेर अहिले अब बिटिएस 2026 मा धमाकेदार कमब्याक गर्ने तयारी गरिरहेको छ। साउथ कोरियन यो ब्यान्ड के-पप वर्ल्ड वाइड यति फेमस छ, यसका यति धेरै फलोवर्स, यति धेरै फ्यान्स हुनुहुन्छ, त्यसको कुनै कुरा नै छैन। र 20 मार्चमा एउटा नयाँ एल्बम रिलिज गर्दैछ बिटिएसले र जसमा 14 वटा ट्र्याकहरू समेटिनेछन् र 2026 मै धमाकेदार वर्ल्ड टुरहरू पनि गर्ने तयारी बिटिएसको रहेको छ। बिटिएसका करोडौँ करोडौँ फ्यानहरूको लागि यो एकदमै खुसीको कुरा हो। कुनै दिन नेपालमा पनि बिटिएस आउन सक्ला या नसक्ला त्यो त भविष्यले देखाउनेछ। तर बिटिएस जस्तो वर्ल्ड वाइड फेमस ब्यान्डलाई नेपालमा ल्याएर आउनु त्यति सहज चाहिँ पक्कै पनि छैन। तर कुनै दिन त्यो सम्भव पनि होला। हामी त्यो आशा र विश्वास गरौँ। अनिवार्य सैन्य तालिम पुरा गरेर अब बिटिएसका 7 जना मेम्बरहरू धमाकेदार कमब्याकको लागि तयार भएका छन्। बधाई र शुभकामना बिटिएस।